गृहमन्त्रीको शपथ लिएको 1 महिना नपुग्दै रासोपा सांसद समेत रहेका सुधन गुरुङ गम्भीर प्रश्नको घेरामा परेका छन्। सम्पत्ति शुद्धिकरणको अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका दीपक भट्टसँग उनको कनेक्सन भेटिएको बाहिरिएपछि उनीमाथि प्रश्न उठेको हो। मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुँदैमा अस्वाभाविक सम्पत्तिमाथि प्रश्नको सामना गर्नु परेको उनको भट्टसँगको व्यापारिक साझेदारी भएको प्रमाण सार्वजनिक भएको हो। स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा भट्ट र गुरुङबीच साझेदारी रहेको सार्वजनिक विवरणमा उल्लेख छ। बिचौलियाका रूपमा चिनिएका भट्ट र सुदन गुरुङबीचको यो व्यावसायिक कनेक्सन सार्वजनिक भएपछि यसबारे चौतर्फी हलचल देखिएको छ। चौतर्फी आलोचना भएपछि सुदन गुरुङले स्पष्टीकरण दिएका छन्। उनले सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै स्पष्टीकरण दिएका हुन्। मेरो नाम जोडिएको विषयबारे स्पष्टीकरण। पछिल्ला दिनमा मेरो नाम जोडेर विभिन्न चर्चा भइरहेका छन्। विषय अलि जटिल ढङ्गले प्रस्तुत भएकोले म यसलाई सरल भाषामा स्पष्ट पार्न चाहन्छु। स्पष्ट कुरा हल्ला धेरै छन्, तर तथ्य के हो भन्ने बुझ्न जरुरी छ। 25 लाखको शेयर लुकाइएको भनिएको छ। वास्तविक के हो भने सबै शेयर एउटै प्रकृतिका हुँदैनन्। मैले धितोपत्र बजारमा कारोबार हुने शेयरहरू भनेर 2 करोड भन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको छु, जुन जो कोहीले मन्त्री परिषदको वेबसाइटमा हेर्न सक्नुहुनेछ। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको हो। यो लुकाउने होइन, वर्गीकरणको विषय हो। सीधा कुरा, लुकाउने मान्छेले खुल्ला रूपमा 2 करोड भन्दा बढी सम्पत्ति देखाउँदैन। मन्त्री हुनुअघि शेयर किनियो भनिएको छ। यो देशमा शेयर लगानी गर्नु कहिलेदेखि अपराध भयो? सम्पूर्ण कारोबार बैंकिङ च्यानल मार्फत भएको छ। बैंकबाट गएको पैसाको सबै हिसाब हुन्छ। कहिले गयो, कहाँ गयो, कसलाई गयो सबै देखिन्छ। यस्तो हिसाब हुने पैसा कसरी लुकाउने, कहाँ लुकाउने? अब स्रोतको कुरा, मैले लगानी गरेको रकम कर्जा मार्फत जुटाइएको हो र त्यसको लिखित तमसुक मिति 2080 5 महिना 29 को हो, जुन रेकर्ड मानेछ। उक्त तमसुक अनुसार ऋण लिएको रकम बैंकिङ च्यानल मार्फत आएको छ र सोही रकम लगानीमा प्रयोग गरिएको हो। अर्थात् पैसा कहाँबाट आयो भन्ने कुरा अनुमानको होइन, कागज र बैंक रेकर्डले प्रमाणित गर्ने विषय हो। विवादित व्यक्तिसँग साझेदारी भनिएको छ। एउटै कम्पनीमा सयौं हजारौं शेयर होल्डर हुन्छन्। शेयर किन्नु भनेको सबैसँग साझेदारी गर्नु होइन। यदि त्यसैलाई आधार मान्ने हो भने त्यही कम्पनीमा लगानी गर्ने सबैलाई एउटै रूपमा दोषी ठहर गर्नुपर्ने हुन्छ, जुन न्यायोचित होइन। त्यही कम्पनीमा मिडिया हाउसदेखि बैंकसम्मका लगानी छन्। के ती सबै साझेदार वा दोषी हुन् त? प्रश्न सरल छ। शेयर होल्डर हुनु अपराध हो कि चयन गरेर आरोप लगाउनु? कन्फ्लिक्ट अफ इन्ट्रेस्टको आरोप पनि उठाइएको छ, तर यस विषयमा छानबिन गर्ने निकाय गृह मन्त्रालय होइन, अर्थ मन्त्रालय अन्तर्गत रहेको सम्पत्ति शुद्धिकरण विभाग हो र सोही निकायले प्रक्रिया अनुसार विषय हेरिरहेको छ। यदि मैले कुनै हस्तक्षेप गरेको भए यस्तो छानबिन प्रक्रिया नै अघि बढ्ने थिएन। यसको अर्थ स्पष्ट छ, प्रक्रिया चलिरहेको छ, प्रभाव होइन। पृष्ठभूमि नजाची लगानी भन्ने कुरा पनि उठाइएको छ। व्यापारिक लगानीमा भविष्यका सबै अवस्था पहिल्यै थाहा हुँदैन। हरेक लगानीमा जोखिम हुन्छ। पछि भएको घटनालाई अघि गरेको निर्णयको दोष बनाउनु यो तथ्य होइन, सुविधा अनुसारको व्याख्या हो। प्रतिक्रिया नदिनुलाई पनि प्रश्न बनाइएको छ। कानुनी रूपमा संवेदनशील विषयमा हतारमा प्रतिक्रिया दिनु उपयुक्त हुँदैन। हल्ला छिटो फैलिन्छ, तर सत्य प्रमाण सहित मात्र आउँछ। पार्टीको नारा र व्यवहार फरक भयो भन्ने टिप्पणी पनि गरिएको छ। व्यक्तिगत लगानीलाई बिचौलियासँगको मिलेमतोको रूपमा व्याख्या गर्नु उचित होइन। लगानी गर्नु र बिचौलियापन फरक कुरा हुन्। यसलाई मिसाएर राजनीतिक गर्न सजिलो छ, तर सत्य त्यति सरल हुँदैन। अन्त्यमा म यति मात्र भन्न चाहन्छु, आरोप र सत्य एउटै कुरा होइनन्। निर्णय भावनाले होइन, प्रमाणका आधारमा हुनुपर्छ। तथापि म यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्नेछु र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु। शहीदहरूको बलिदान र जिन्जी आन्दोलनको मर्म हामीलाई जिम्मेवार बनाउँछ। हल्लामा होइन, प्रमाणमा उभिन। धन्यवाद।